नारायण हिटी दरबारमा राजा वीरेन्द्रलाई मन परेर पालिएको जर्मन शेफर्ड जातको एउटा कुकुर थियो, जो दरबार हत्याकाण्डमा वीरेन्द्रसहित उनको परिवारको हत्याको केही समयपछि आफै मर्यो। विक्रम सम्वत 2058 साल जेठ 19 गते शुक्रबार सभा 9 बजे सर्वाधिक सुरक्षा सम्पन्न नारायण हिटी दरबारमा त्रासद हत्याकाण्ड भयो। नेपाली सेनाको विभिन्न घेरामा राखेर सुरक्षाको जिम्मेवारी लिएको अत्यन्तै संवेदनशील ठाउँ राजदरबारभित्र कसरी त्यस्तो घटना घट्यो र देशको राजपरिवारको वंश नै विनाश कसरी भयो भन्ने कुरा अझै पनि रहस्यमय छ। सुरक्षाको सम्पूर्ण जिम्मा लिएको सेनाले अहिलेसम्म त्यस घटनामा राजपरिवारको हत्या कसले गराएको हो भन्न सकेको छैन। हरेक शुक्रबार बेलुका दरबारमा हुने भोजमा राजपरिवार रमाइरहेको थियो। त्यसबेला चलेको गोलीले राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, अधिराजकुमारी श्रुति, राजकुमार निराजन सहित राजपरिवारका अन्य सदस्य र शाही नातेदारहरूलाई क्रमैसँग निशाना बनायो। राजा वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र भने त्यस रात शाही भोजमा उपस्थित थिएनन्। उनी पोखरा गएका थिए। राजदरबारमा राजा वीरेन्द्रका सम्पूर्ण उत्तराधिकारी त्यसै गोलीकाण्डमा मारिए। वंश परम्परा अनुसार त्यसपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भए। हुन त गोली लागेर अचेत अवस्थामा रहेका युवराज दिपेन्द्र अचेत अवस्थामै राजा घोषित भएका थिए। दिपेन्द्र मृत घोषणा भएपछि ज्ञानेन्द्र राजा भए। राजा वीरेन्द्रका सन्तानहरूमध्ये अधिराजकुमारी श्रुतिका 2 छोरी मात्रै हाल जीवित छन्, जो त्यसबेला दुधे बालिका थिए। राजा वीरेन्द्र नारायण हिटी दरबारमा रहँदा प्राय उनको साथमा रहने एउटा कुकुर पनि थियो। उनी त्यो कुकुरसँग खूब रमाउँथे। राजा वीरेन्द्रको प्रिय कुकुरको नाम जित थियो। जर्मन शेफर्ड जातको कुकुर राजा वीरेन्द्र जहाँ जान्थे ऊ पनि सँगसँगै जान्थ्यो। राजा वीरेन्द्र र रानी ऐश्वर्यासँग दरबारमा हुँदा जित प्राय देखिने प्रिय साथी थियो। राजदरबारको मूल भवन भित्रको कटेज नजिकै जितका लागि छुट्टै सानो ओछ्यान पनि बनाइएको थियो। परिवारको सदस्य सरहको खानकी र व्यवहारमा जित हुर्केको थियो। राजा वीरेन्द्र दरबार परिसर वा बगैँचामा हिँड्दा जित सधैँ सँगै पछ्याएर हिँड्थ्यो। दरबारमा कहिलेकाहीँ आउने विदेशी पाहुनाको अगाडि पनि जितलाई आउने छुट थियो। जितको लागि छुट्टै नोकर चाकरको पनि बन्दोबस्त थियो। राजा वीरेन्द्र र उनको परिवार नारायण हिटी दरबारमा हुँदा त्यहाँको आत्मीय वातावरणमा हुर्केको जित राजाको वंश विनाशपछि न्यास्त्रिएको थियो। मानिसको आत्मीयता पाएर हुर्केको जनावर पनि बिछोडपछि कति दुखी हुन्छ भन्ने कुरा जितको व्यवहारले देखाउँथ्यो। राजपरिवारको हत्याको केही महिनापछि जितको पनि मृत्यु भयो।